गाइस सबलाई मेरो सानो यो भिडियोमा स्वागत छ हैन। यहाँ चाहिँ म आज वाफल बनाउन गइरहेको छु। आइसक्रिम हामीले यो वाफलहरु कोन जसमा चाहिँ हामी आइसक्रिम हालेर खान्छौं र त्यो बनाउने कसरी बनाउने र कसरी बनाइन्छ भनेर म देखाउँछु है। सबैले मेरो भिडियो लास्टसम्म हेर्नु होला। सो अगाडि चाहिँ यसलाई मैले मिक्स गरिसकेँ, जुन मिक्स हुन्छ फ्लावरको हैन, फ्लावर र पानीको मिक्स गर्ने हो। यो मिक्स भइसक्यो अलरेडी। अब यसलाई यहाँनिर मसिनमा हाल्छु म हैन। मसिनमा हाल्छु। मसिनमा चाहिँ यसलाई अब टक्क धेरै पनि हैन, टक्क यो फुल हुने गरेर हैन, फुल हुने गरेर यसलाई यहाँनिर हाल्ने। त्यसपछि यसलाई बन्द गर्नुपर्छ। अनि त्यसपछि यहाँ 130 सेकेन्डको टेम्परेचर हुन्छ, टेम्परेचर अन गरिसकेँ मैले। हामीले यस्तो सेप दिने हो यसलाई है। यहाँनिर हामीले त्यसपछि यो गोलो भएर आउँछ र हामीले यसलाई चाहिँ यस्तो सेप दिनुपर्छ र यस्तो सेप दिनुपर्छ। यो चाहिँ कोनको लागि, यो चाहिँ वाफल, दुईटै वाफल हो र यस्तो सेप दिनुपर्छ। म देखाउँछु पुरै भिडियोमा कसरी बनाउने भनेर। यहाँनिर हालिसकेपछि यसलाई 130 सेकेन्डसम्म राख्नुपर्छ। त्यसपछि भनेको थोरै टाइम भएपछि टक्क हाम्रो वाफल पनि रेडी हुन्छ गाइस हैन। यस्तै छ। भयो त मैले बिर्सेछु नि त फेरि। मैले भर बनाएको है, दामी भएको चाहिँ एउटा चाहिँ टक्क लाएर बबाल भएको छ। रेडी भइसक्यो, दुईटा चार रेडी भइसक्यो। अब अरू बनाउन बाँकी छ, यति धेरै बाँकी छ हैन। यो चाहिँ बनाउनको लागि 1 घन्टा लगभग 1 घन्टा लाग्छ हैन। यो चाहिँ 22वटा बन्छ योबाट। फाइनली अब यहाँनिर बनाउने प्रोसेस रेडी भइसकेको छ हैन। र म ट्याक्क निकालेर ट्याक्क पारेर बनाइदिन्छु गाइस हैन। भइसक्यो। दामी बन्यो है गाइस। ल बबाल बनिसकेको छ हैन। टक्क यो चाहिँ वाफल बन्यो, हाम्रो रेडी भयो। यस्तो हुन्छ अनि टक्क यहाँ आइसक्रिम ट्याङ ट्याङ हालेर दिने हो। कहिले सुरु गर्नुपर्छ, वाल बनाउनु पर्ने छ आज हैन। 22वटा बनाउनु पर्ने छ। 22वटा बनाउन 1 घन्टा लाग्छ। त्यही भएर फास्ट घाँस चलाउनुपर्छ। टोको यहाँ हाल्यो, यस्तो हुन्छ हालिसकेपछि हैन। टक्क टेम्परेचर आउँछु, ट्याक्कबाट यहाँ सररबाट यहाँनिर गोलो योपछि गोलो सेपमा आउँछ। यसलाई चाहिँ हामीले सेप दिनुपर्छ हैन। यस्तो सेप दिनुपर्छ, यस्तो पनि बनाउनुपर्छ। दुइटै हो। ठिक छ, आजको यहाँ भिडियो यहीँ खतम। टाटा बाई बाई।